भनेर समाजमा एक प्रकारले भ्रम सिर्जना गर्ने प्रयत्न गरिरहेका छन्। उनीहरूले गणतन्त्र स्थापना भएको जेठ 15बाट अनिश्चितकालीन हडताल गर्ने आन्दोलन गर्ने घोषणा पनि गरेका छन्। त्यो आन्दोलन कसका विरुद्धमा भन्दाखेरि जनताका विरुद्धमा हो, त्यो कुनै राजनीतिक दल विशेषका विरुद्धमा होइन, त्यो व्यवस्थाका विरुद्धमा मात्रै होइन, त्यो नेपाली जनताका विरुद्धको आन्दोलन हो भन्ने कुरा हामीले जनतालाई बताउन सक्छौँ कि सक्दैनौँ? जसले जनतालाई निरक्षरताको जाँतो मुनि पिल्चेर समाजमा एक प्रकारले भन्यो भने शोषणको उत्पीडनको राज चलाउने काम गरे। उनीहरू आज एक प्रकारले भन्यो भने लोकतन्त्रमाथि गणतन्त्रमाथि जनताको शासन सत्तामाथि प्रहार गर्ने प्रयत्न गरिरहेका छन् र उनीहरू भन्दछन्